अब चाहिँ म जानु आँटेको है साथीहरू दिल्ली गाइस जानेर म चाहिँ यहाँ स्टेसनमै रहेछ रेस्टुरेन्ट रहेछ खान्छु 10 रुपियाँ केजी अरे टमाटर चाहिँ हेलो गाइस नमस्ते वेलकम ब्याक टु माई च्यानल सो तपाईँहरूलाई मेरो च्यानलमा धेरै धेरै स्वागत छ सो आज चाहिँ मैले धेरै दिन बाद भ्लग गर्दैछु म त अहिले अलिकति सर्ट्सपट्टि एक्टिभ भइरहेको छु नि त सो गएर हेरिदिनुहोस् होला सर्ट्समा पनि मेरो भिडियोमा लाइक गरिदिनुहोस् होला वाच गरिदिनुहोस् होला सो आज चाहिँ आउटिङ हो आउटिङ भन्दा पनि फ्री नै हुन्छु म दिनभरि त सो त्यही कारणले एकछिन गएको तल रिलायन्समा सागसब्जीहरू के आएछ भनेर आज वेडनेसडे गर्दा त्यतिकै घुम्दै घुम्दै सो किप अन वाचिङ गाइज मलाई चाहिँ पब्लिकमा भिडियो गर्नु चाहिँ साह्रै लाज लाग्छ नि त सो अहिले चाहिँ अलिकति प्र्याक्टिस गर्दैछु मैले भ्लग गर्ने पब्लिकमा त्यही कारणले गर्दाखेरि चाहिँ गर्ने ट्राई गर्दैछु तपाईँहरूको लागि म यत्रो मिहिनेत गर्दैछु सो प्लिज गएर मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला अनि म तपाईँहरूलाई म सँगै तपाईँहरूलाई पनि रिलायन्स लान्छु अनि तपाईँहरूले रिलायन्समा देख्नुहुनेछ के रहेछ भाउहरू होइन तपाईँहरू घरमा बसी बसी इन्जोय गर्नु सक्नुहुन्छ सो एन्टरटेनमेन्टको लागि त हो सबै कुरा होइन घरमा बोरिङ हुन्छ सो बोरिङ हुँदाखेरि सो भ्लगहरू खोल्दाखेरि मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् है तपाईँहरूले माया देखाइदिनुहोस् न म प्रभालाई पनि प्लिज 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 गाइज अब ओह्रालो झर्दैछु हामी चाहिँ यहाँनिर अब गएर चाहिँ म तपाईँहरूलाई पनि मसँगै लानेछु सो मसँग बसेर हेरिदिनुहोस् होला है तपाईँहरूलाई मसँगै लगेर जान्छु है सो म चाहिँ यहाँनिर तल रेलवे स्टेसनको त्यहाँनिर आइपुगेँ हाम्रो रेलवे स्टेसन जान्दैछु त्यही बाटो त पर्छ स्टेसन त्यसै क्रस भइहाल्यो दामी फेरिदियो भने त है यहाँको ड्राइभरहरू त फेरि भरोसै हुँदैन दार्जिलिङको टोय ट्रेन देखाउँछु ल हाम्रो दार्जिलिङको टोय ट्रेन दार्जिलिङको सानो रेल हिँड्नलाई अब तयारी छ भन्ने गीत सुन्नु भएको होला हामी चाहिँ त्यस्तै गीत गाउँथ्यौँ सो गाइज I'm heading towards Reliance so stick with me guys let's go so म चाहिँ रिलायन्स आइपुगेँ यहाँनिर रिलायन्स डिजिटल यहाँबाट चाहिँ अब म कोपीहरू छ ब्रोकोली 18 रुपियाँ क्याबेज त क्याबेज चाहिँ 8 रुपियाँ रहेछ यता रित्तै रहेछ कलिफ्लावर 13 रुपियाँ अरे म चाहिँ अब टमाटर छान्छु 10 रुपियाँ केजी अरे टमाटर चाहिँ राम्रो रहेछ टमाटर हाम्रो दार्जिलिङको टोय ट्रेन हेर्नुहोस् सो यहाँनिर चाहिँ हाम्रो तल बजारको स्टेसन एउटा चाहिँ घुम स्टेसन पनि छ यो चाहिँ हाम्रो बजारको स्टेसन हो यो चाहिँ जो चाहिँ ठिक यहाँनिर माथि बोर्डिङ स्कुलको त्यहाँ मुनिपट्टि पर्छ सो हामी चाहिँ रिलायन्सबाट
सब्जीहरू गरेर पनि आइसक्यो किनभने त्यहाँ चाहिँ भिडियो गर्न दिँदैन रहेछ। सो तपाईँहरूलाई देखाउनु पर्यो भनेर सोचेको थिएँ मैले कति के रहेछ भनेर। त्यही हो, टमाटर मात्रै देखाउनु पाएँ अब तपाईँहरूलाई। त्यो भित्र के रहेछ कति रहेछ प्राइसहरू त्यो देखाउनै पाइनँ, तपाईँहरूलाई भन्नै पाइनँ। सो सरी फर द्याट। स्टेसनमा अब चाहिँ म जानु आँटेको है साथीहरू दिल्ली। दिल्ली गएको अब ट्रेन चढेर मेरो मम्मीकोमा। सो बाई बाई गाइस। सो गाइस यहाँनिर म त यहाँ स्टेसनमै बसिरहेको छु। यहाँनिर हेर्दै हेर्दै पहिला पहिलाको क्या, यहाँ ऊ पर चाहिँ धिरधाम, ऊ पर चाहिँ यहाँनिर त तामाङ गुम्बा पनि छ जस्तो लागेको थियो पहिला पहिला डुलेको। त्यो मजाको देख्दो रहेछ यहाँबाट भ्यूहरू। सो अब चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। सो अब चाहिँ जानुपर्छ, अब चाहिँ जानुपर्छ। मेरो छोरीको छुट्टी हुन आँट्यो। त्यही हो गाइजहरू, भ्लगलाई हेरिदिनुहोस् होला, मन पराइदिनुहोस् होला, अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला। सो अब यहाँबाट चाहिँ कताबाट जानु हौ, यहाँ के भन्छ टनबुलको उकालो जान्छु। अब हामी चाहिँ टनबुलको उकालो गएर चाहिँ त्यहाँबाट चौरस्ता सिधै निक्लिन्छ। त्यहाँदेखिको त्यहाँबाट चाहिँ स्कुल सिधै निस्किन्छ नि त। सो त्यही हो, तपाईँहरूले देखिहाल्नु भयो यहाँनिर हाम्रो बजारको स्टेसन चाहिँ। यहाँ चाहिँ स्टलहरू पनि रहेछ। स्टलहरू पनि रहेछ। दामी बनाइदिन्छ हौ टोय ट्रेनको पेन्टिङ त दामी हुन्छ। यहाँ चाहिँ यस्तो स्टलहरू छ भनौँ न। यहाँ चाहिँ हाम्रो दार्जिलिङको स्टलहरू, स्टेसनको यहाँनिर चाहिँ सानोबडे क्लक हल पनि छ। सानोबडे क्लक हल, ट्रेन, त्यो पुरानो ट्रेनभित्र चाहिँ यहाँनिर चाहिँ उयो रहेछ स्टल, स्टल अरे उयो रहेछ रेस्टुरेन्ट रहेछ। मजाको रहेछ। ओ वाउ, यहाँबाट भित्र के छ, क्या है अंदर, सब्जीहरू। ओ माय गॉड, जराहरू, सागको बिटा हेर्नु न, सागहरू डेन्जर सब्जी बिजनेस यहाँनिर चाहिँ। सब्जीको त डेन्जर बिजनेस रहेछ यहाँनिर चाहिँ, खतरा। सागहरू फ्रेस फ्रेस तो गाइस अहिले भेटौँ। अब स्कुल छुट्टी हुन आँट्यो नानीको। सो साथीहरू के गर्नु, आफ्नो ड्युटी त पुरा गर्नै पर्यो। नानीलाई टाइममा लिनु, नानीलाई टाइममा खुवाउनु, स्कुल पुऱ्याउनु, हरेक कुरा ड्युटी आफै गर्नुपर्छ। सो त्यही हो एउटा आमाको भूमिका है, टाइममा सोच्नु पर्यो। फेरि कहाँ एक्लै हुन्छ नि त्यहाँनिर, कहाँ मेरो मम्मा भन्छ होला। अब चाहिँ जान्छु, मेरो छोरीलाई भेट्छु, त्यहाँदेखिको त्यसलाई खाजा खुवाउँछु, त्यहाँदेखिको लान्छु घर मेरो छोरीलाई। ल त गाइस,
अब यहाँ चाहिँ अलिक ट्राफिकहरू हुन्छ कि अहिले गाडीहरू राम्रो दिन्छ फेरि चौरस्ता आइपुगिसके हल्ला छुट्टी भएको छैन सर त्यही मेरो साथीहरू चाहिँ बसिरहेछ उभिरहेको रहेछ पर अन्य साथीभाइहरू कसलाई पढेको के हो बिचको मान्छे चाहिँ फोन पनि गर्दैनौ त तिमी त किन है मिस्टुरी भइदिएको तिमी म भन्दा त भने छौ साथी के कुरा गरेको यो गोल्डन टिप्स चाहिँ तिम्रै हो यो गोल्डन टिप्स पनि अल्छी लाग्दै जान्छ गोल्डन टिप्स पनि तिम्रै हो के ल्याइदेऊ मलाई के ल्याउनु अब के ल्याउनु तिमीलाई के ल्याउनु उताबाट पछाडि मान्छेलाई किन्छ र अहिले भ्लग बनाउँछ मेरो चाहिँ आँखा छैन चारैपट्टि छ त बजार गइरहेको हौ साथी त्यहाँबाट निकालेर के छ हेर त झोलाको त के छ सिङ्गडा हुन्छ खाँदिनै के को सिङ्गडा हौ बममा पकाएको दुइटा निकाल्थे खाऊ भाइ खाऊ धन्यवाद छोरालाई सम्झेको छोरीलाई ए खाइदिनु हुन्छ खाइदियो साथी खाऊ तिमीलाई केही भन्नु छ ल्याउनु पर्छ नि होइन उयसमा गएन नि त म तल चाहिँ गएन कि उ यहाँ तलबाट आउँदा पायो ल साथीहरू आजको लागि यति नै हो भ्लग बाई बाई।